10 वर्षपछि आज भेट भयो। अनुहारको चमक हराएछ, शरीर दुब्लो भएछ। उनका आँखाहरूले मसँग नजर मिलाउन सकिरहेका थिएन। ढकमक्क फुलेको फूल जसरी ओइलाउँछ त्यसरी नै मान्छे ओइलाएको रहेछ। सुरुमा उनलाई चिन्न मलाई अलि गाह्रो भयो। उनैबाट कुरा सुरु भयो। मेरो शरीरको सबै ऊर्जाहरू शक्तिहरू हराएको छ। शरीर सुकेर खोस्टा भएको छ। म त मरे पनि हुने थियो। सुसाइड गर्न पनि सक्दिन किनकि ममा त्यत्रो आँट छैन। यो डिप्रेसनको बिमारीले मलाई खाएर खोक्रो पारिदिएको छ। मलाई न कुनै कुराको इच्छा छ, न कुनै कुराको जोस छ, न कुनै कुराको इच्छा नै छ। मलाई यस्तो शरीर अनि मस्तिष्क लिएर अब बाँच्न छैन। अनुहार मुर्झाएको थियो। आँखाहरू आशाहीन थिए। उनी आत्माले ठाउँ छोडेको जिउँदो लास जस्तो मात्र देखिन्थ्यो। शरीरमा कुनै शक्ति थिएन। उनलाई पाइला सार्न पनि धेरै गाह्रो भइरहेको थियो। उनको केस महिनौं दिनदेखि कोरीबाटी नगरेर होला जिङ्रिङ्ग परेको देखिन्थ्यो। शरीरका कपडाहरू पुराना थिए। हात खुट्टा मैला थियो अनि नङहरू पनि लामो अनि कालो थियो। धेरै महिनादेखि राम्रोसँगले नसुतेर होला उनका आँखाहरू कालो भएको थियो। म मनमा नै सोच्दै गएँ, यति सुन्दर अनि रङ्गीन संसार छ, तर उनको लागि यो संसार कति बेरङ्गीन छन्। हजारौं सपनाहरूले रङ्गिएको यो उज्जवल संसार उनको लागि भने कति अँधेरो छ। यस संसारमा बाँच्नको लागि हजारौं मानिसहरूले दिनरात प्रार्थना गर्छन्, तर उनी भने मर्न पाए पनि हुन्थ्यो भनेर सोच्छन्।